हिजो मात्रै 2082 साल असारको 15 गते हिजो मात्रै सङ्घीय निजामती विधेयक 2082 चाहिँ प्रतिनिधि सभाबाट पास भयो। र पास भए पश्चात चाहिँ नि निजामती सेवाबाट सेवानिवृत्त कर्मचारीहरूले होइन राजीनामा दिए अथवा चाहिँ सेवानिवृत्त भए पश्चात अवकाश भए पश्चात चाहिँ उनीहरू कुनै पनि संवैधानिक नियुक्ति र सरकारले खटाएको अथवा सरकारले चाहिँ नियुक्ति गर्ने कुनै पनि पदमा सहभागी हुन नपाउने भन्ने किसिमको जुन चर्चा थियो र त्यस विपरीत चाहिँ नै कुनै शब्दहरू घुसाएर चाहिँ केही चलखेल भयो भन्ने विषयले चाहिँ निकै विवादको सिर्जना भयो। र त्यो खास के रहेछ भन्ने कुरा चाहिँ मैले हेर्न खोजेको र मैले चाहिँ parliament.gov.np मा गएर यो प्रतिनिधि सभामा गएँ। प्रतिनिधि सभामा पहिला चाहिँ विधेयक चाहिँ हामीले त्यो विधेयक कहाँ छ भनेर हेर्न खोजेँ मैले। विधेयक दर्ता विधेयकमा गइसकेपछि यो चाहिँ कहिले भने 2080 साल 11-21 गते चाहिँ यो चाहिँ पेश भएको कुरा देखियो होइन। अनि मैले डाउनलोड गरेर हेरेँ है। त्यति बेला सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालयबाट सम्बन्धित मन्त्रालयबाट पेश गरिएको होइन। त्यति बेला माननीय मन्त्री अनिता देवी मन्त्री हुनुहुन्थ्यो र उहाँले पेश गर्नुभएको एउटा डकुमेन्ट यो हो हामीले आधार मान्नुपर्ने होइन। अब अर्को चाहिँ नै अर्को डकुमेन्ट भनेको चाहिँ समितिको प्रतिवेदन अथवा चाहिँ कसरी टुङ्गियो त भन्ने विषयमा चाहिँ कसरी टुङ्गिएको भन्ने विषयमा हेर्नको लागि राज्य व्यवस्था शून्य समितिको ट्याबमा गएर यी प्रकाशन तथा डाउनलोडमा गयो भने चाहिँ हामीले देख्छौँ। यो 5 नम्बरमा सङ्घीय निजामती सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्नको बनेको विधेयक 2080 को सम्बन्धमा समितिको प्रतिवेदन 2082 भन्ने छ। त्यसमा गएर हेरियो होइन। यो भनेको चाहिँ नि के थपड भएको त त्यो ओरिजिनल विधेयकमा भन्ने कुरा चाहिँ यसले देखाउँछ। अब यो दुईटा डकुमेन्टलाई कम्पेयर गर्यो भने चाहिँ कहाँनिर चाहिने ल्याग भएको भन्ने कुरा चाहिँ हामी प्रश्न देख्न सक्छौँ भन्ने जस्तो लागेर मैले यहाँनिर चाहिँ त्यो हेर्न खोजेको र मैले सँगसँगै राखेँ दुईटा डकुमेन्टलाई। अब यो दायाँपट्टि चाहिँ पहिला पेश गरेको 2080 सालमा पेश गरेको मैले यो डकुमेन्ट राखेको छु होइन। यो चाहिँ सङ्घीय निजामती सेवाको गठन सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्नको बनेको विधेयक जुन 2080 सालमा पेश भएको होइन। हामीले देख्छौँ माननीय मन्त्री अनिता देवी हुँदाखेरि चाहिँ यो पेश भएको र यही प्रतिवेदन अथवा यही विधेयकलाई चाहिँ नि कहाँनिर चाहिँ थपबढ गरिएको भन्ने विषय चाहिँ यो 2082 सालको यो कहिले मिति चाहिँ अन्तिममा लेखेको छ जस्तो मलाई लाग्छ 2082 2 गते होइन। भनेको चाहिँ नि 2 गते हेर्नुहोस् त जेठ 2 गते चाहिँ यो चाहिँ निर्णय भएर गएको रहेछ। अब यसमा के निर्णय भन्ने कुरा चाहिँ यसले देखाउँछ। यसमा चाहिँ नि जस्तै तपाईँले यहाँ हेर्नु हो भने चाहिँ पहिला के छ त भने यो विधेयकको सुरुमा जस्तै यो त्यति बेला चाहिँ नाम चाहिँ सङ्घीय निजामती सेवा 2080 प्रस्ताव गरेको थियो। अब विधेयकको दफा 1 को दफा 1 मा 80 को ठाउँमा 2082 शब्द राख्ने भनेर यसरी चाहिँ संशोधन गरिएको छ होइन। अब मुख्य कुरा चाहिँ नै यो त्यति बेला के राखिएको थियो त्यो कुलिङ पिरियडको विषयमा चाहिँ दफा 82 होइन। दफा 82 मा के राखिएको छ भनेर हेरौँ है त। ल हेर्नुहोस् है दफा 82 मा चाहिँ 2080 सालमा हामीले राखेको यो पेश गरिएको विधेयक हो होइन। अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने भन्ने किसिमको चाहिँ यो 2082 मा छ होइन। त्यसभित्र पनि चाहिँ मेन कुरा चाहिँ यहाँ कुरा राखिएको छ होइन। दफा 4 मा चाहिँ सङ्घीय निजामती सेवाको राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीको पदबाट सेवानिवृत्त भएको व्यक्तिले सेवानिवृत्त भएको मितिले 2 वर्षसम्म नेपाल सरकारको पूर्वी स्वीकृति नलिँदै काम गर्नु हुँदैन भनेको छ। यसमा चाहिँ नि संवैधानिक वा कुटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेकको पदमा नियुक्ति लिन भन्ने कुरा राखेको छ होइन। अब त्यसलाई चाहिँ संशोधन के गर्यो त भनेर कुरा चाहिँ हामी हेरौँ है त। यहाँनिर चाहिँ दफा 84 मा दफा 82 मा के थपड गर्यो भन्ने कुरा यहाँ राखिन्छ। हेर्नुहोस् है 2043 नम्बरमा प्रतिवेदनको 43 नम्बरमा हेर्नु भने 2000 दफा 82 को चाहिँ उपदफा 3 पछि हेर्नुहोस् त यो उपदफा 3 पछि है। उपदफा 3 पछि देखाएको 4 थप गरी त्यसपछि उपदफा क्रम मिलाउने
यो 3 पछि यो 4 छ यहाँ, अब यो चाहिँ 5 हुन्छ, यहाँ चाहिँ अर्को 4 थप्यो, यहाँ चाहिँ 4 थप्यो। 4 मा के थप्यो भने चाहिँ यता बायाँपट्टि हेर्नु हो भने निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले 2 वर्ष अवधि पुरा नभए कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्त पाउने छैन। यो चाहिँ एकदम नयाँ थप्यो यहाँ होइन, न्यू चाहिँ यहाँ व्यवस्था गर्यो 2004 नम्बरमा चाहिँ 4 नम्बर उपदफामा त्यो राख्यो। त्यसपछि के भन्यो, उपदफा 4 को उपदफा क्रम मिलाउँदा कायम हुने उपदफा 5 मा नेपाल सरकारको पूर्व स्वीकृति नलिई भन्ने शब्द झिक्ने। हेर्नुहोस् त, यो मिलाउँदाखेरि चाहिँ यो छ नि, यो मिलाउँदाखेरि हजुर उपदफा यो चाहिँ 5 बन्यो यो होइन, त्यसपछि मिलाउँदाखेरि यो 4 चाहिँ 5 बन्यो। यसमा चाहिँ अझ यो झिकेको छ, नेपाल सरकारको पूर्व स्वीकृति नलिई भन्ने चाहिँ यो झिकेको छ, यो शब्द झिक्ने भन्यो यसले होइन, यसले चाहिँ झिक्ने भन्यो। अब उपदफा 5 उपदफा क्रम मिलाउँदा कायम हुने उपदफा 6 मा उपदफा 4 विपरीत भन्ने शब्दको सट्टा उपदफा 5 विपरीत भन्ने शब्दहरू राख्ने होइन। यो भनेको तल्लो हो, यो चाहिँ अब यो विषयमा भयो, यो चाहिँ खास कन्सर्नको विषय भएन। भनेको चाहिँ विधेयकको दफा 82 मा चाहिँ नि योभन्दा धेरै चाहिँ यहाँनिर निर्णय भएको छैन होइन, योभन्दा धेरै चाहिँ निर्णय भएको छैन भनेको चाहिँ यो प्रतिवेदनले निर्णय भएको देखाउँदैन। अहिलेको इस्यु के हो भने चाहिँ यहाँनिर अहिलेको इस्यु चाहिँ अब यो मिलाउँदाखेरि के देखियो भने चाहिँ खासै चेन्ज भएको देखिएन, यो जस्ताको तस्तै राखिएको छ। यहाँनिर एउटा नयाँ दफा थपिएको छ, यो जस्ताको तस्तै राखिएको छ। यो जुन बाहेक भन्ने शब्दमा जुन 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 विवाद आएको छ यो 2080 सालमै राखिएको विधेयकमा छँदैछ। यो अहिले कुनै पनि कर्मचारी वा कसैले थपे जस्तो चाहिँ मेरो विचारमा मलाई लाग्दैन होइन, किनभने प्रतिवेदन पनि यो चाहिँ एकदम छर्लङ्ग छ होइन, प्रतिवेदन पनि यो छर्लङ्ग छ। माननीय सभापति रामहरि खतिवडाजीले सिग्नेचर हस्ताक्षर गर्नुभएको यो पनि एकदम क्लियर छ। यो माननीय मन्त्रीज्यूले त्यति बेला पेस गर्नु पनि क्लियर छ भनेपछि कहाँनिर ल्याग भयो भन्ने किसिमको चाहिँ अब हामीले चाहिँ आफै सोच्न र भन्न सक्छौँ। त्यसको कारणले चाहिँ नि यो कसैलाई दोषारोपण गर्नु भन्ने विषयभन्दा पनि पर रहेर हामीले निष्पक्ष भएर यसलाई चाहिँ नि यसरी मूल्याङ्कन गर्नुपर्छ जस्तो मलाई लाग्यो।